नमस्ते र स्वागत छ तपाईहरुलाई आजको यो भिडियोमा। आजको भिडियो चाहिँ भिडियो एडिटिङको बारेमा रहेको छ। तपाईले फ्री भिडियो एडिटर आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ र तपाईले भिडियो एडिट गर्न सक्नुहुन्छ। म देखाउन गएको छु तपाईले आफ्नो युट्युब को लागि सोर्स कसरी फ्रीमा तपाईले भिडियो एडिट गर्न सक्नुहुन्छ र तपाईले सोर्स बनाउन सक्नुहुन्छ हैन। युट्युब को लागि र फेसबुक को लागि रिल्स पनि तयारी गर्न सक्नुहुन्छ। यसको लागि म एप्लिकेसनमा जान्छु। यहाँ देख्न सक्नुहुन्छ म यो एप्लिकेसनमा जान्छु। यो एप्लिकेसन नाम चाहिँ VN हो है, VN भिडियो एडिटर। यसलाई तपाईले प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। म ओपन गर्छु। यो एपलाई ओपन गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस तपाई देख्न सक्नुहुन्छ। तपाईले है यहाँ देख्न सक्नुहुन्छ तपाईले जति पनि काम गर्नु भएको छ प्रोजेक्टहरु यहाँ हेर्न सक्नुहुन्छ है। अब सबभन्दा पहिले यो एप्लिकेसनलाई ओपन गरिसकेपछि यहाँ प्लस तपाईले एउटा आइकन देख्न सक्नुहुन्छ है सर्कलमा। यसमा टच गर्नु होला। टच गरिसकेपछि अब यहाँ तपाईले न्यू प्रोजेक्ट देख्न सक्नुहुन्छ। न्यू प्रोजेक्टमा टच गर्नु होला र त्यसपछि यहाँ भिडियो बेस छानिएको छ, सेभ गर्दिनु होला। ओके, अब यहाँ देख्न सक्नुहुन्छ तपाईको मोबाइलको ग्यालेरी खुल्छ। यहाँ तपाईले कुन भिडियोलाई शॉर्ट्स बनाउन चाहनुहुन्छ अथवा रिल बनाउन चाहनुहुन्छ। म यहाँ यो छान्छु साथीहरु। देख्न सक्नुहुन्छ मेरो छोरीको यो भिडियो रहेको छ, यसलाई म छान्छु। छानिसकेपछि अब तपाईले मल्टिपल यहाँ देख्न सक्नुहुन्छ सिलेक्ट वन, तपाईले मल्टिपल चाहनुहुन्छ भने छाल्न सक्नुहुन्छ। यसलाई छानेपछि देख्न सक्नुहुन्छ दुईटा भइसक्यो, तर म दुईटा हैन एउटै छान्छु। यसलाई कट गरेर यो मात्रै छान्छु। यसलाई म नेक्स्ट गर्दिन्छु। देख्न सक्नुहुन्छ अब यो भिडियो पोर्ट्रेट मोडमा रेकर्ड गरिएको छ साथीहरु। यो मेरो छोरीको भिडियो हो, उसले रेकर्ड गरेको रहेछ यो मोबाइलमा। अब यसलाई चाहिँ एडिट गरौँ भने मैले सोचेको। अब यो पोर्ट्रेट मोडमा भिडियो रेकर्ड गरिसकेपछि यसलाई म युट्युब को लागि शॉर्ट्स बनाउन सक्छु अथवा फेसबुक को लागि रिल्स बनाउन सक्छु। अब तपाईले यहाँ चाहिँ यो रेकर्डिङ गरेको भिडियोलाई प्ले गर्न सक्नुहुन्छ। तर त्यो भन्दा पहिले म साउन्डलाई म्युट गरिदिन्छु साथीहरु, किनभने कपिराइटको इस्यु आउन सक्छ है। त्यसपछि यहाँ प्ले गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ मैले प्ले गरेको छु, साउन्ड चाहिँ म्युट गरिदिएको छु, प्ले भइरहेको छ। अब यहाँ कुनै सबभन्दा पहिले त अब तपाईले यहाँ के गर्नु होला भन्दाखेरि तल आएर यहाँ हेर्न सक्नुहुन्छ विभिन्न प्रकारको फंक्सनहरु रहेको छ है। अब तपाईले यहाँ क्लिप कुन काम लाग्छ, जस्तै कि यहाँ है यो साइडको क्लिप मलाई चाहिएको छैन हैन, यति म यति काट्छु है। त्यसको लागि यहाँ सिलेक्ट गरेर यहाँ तपाईले लेफ्ट राइट गरेर अब यहाँ स्प्लिट देख्न सक्नुहुन्छ, स्प्लिटमा टच गर्नु होला र तपाईको यो पार्टलाई सिलेक्ट गर्नुस् र त्यसपछि डिलिट यहाँ रहेको छ, डिलिट गरिदिनुस्। देख्न सक्नुहुन्छ यो पार्ट डिलिट भइसकेको छ। त्यस्तै गरिकन यहाँ यो ब्याकको पार्ट यति रहेको छ, यसलाई सिलेक्ट गर्छु र यो स्प्लिट गरिदिन्छु र यो साइड सिलेक्ट भएको छ। यसरी टच गर्दा यो सिलेक्ट भएको छ, यो मलाई नचाहेको क्लिप हो र डिलिट गरिदिन्छु। यसरी तपाईले के गर्नु होला त भन्छ तपाईले क्लिप नचाहिएको क्लिपलाई यसरी तपाईले स्प्लिट गरेर हटाउन सक्नुहुन्छ है साथीहरु। सुनेर अब तपाईले यसमा म्युजिक राख्नु भएको छैन, हुन त यसमा म्युजिक छ है, तर यो म्युजिकलाई यहाँ यसरी म देख्न सक्नुहुन्छ म्युट गर्न सक्छु। यसलाई यसरी बन्द गर्न सक्छु अथवा यहाँ रहेको छ यसलाई म म्युट गरिदिन सक्छु। ओके, अब यसमा म्युजिक छैन, थियो तर मैले म्युट गरिदिए। अब तपाईले आफ्नो म्युजिक राख्न चाहनुहुन्छ भने यहाँबाट राख्नु हैन। यहाँ बोलेको कुरा छ त्यो म म्युट गर्दिन है, यहाँ लिपसिङ बिग्रिन्छ है, यहाँ गरिदिन्छु। र तपाईले म्युजिक राख्न चाहनुहुन्छ भने एक्स्ट्राबाट यहाँ तपाईले देख्न सक्नुहुन्छ म्युजिक र प्लस छ, यसमा टच गर्नुस् र यहाँबाट म्युजिक राख्न सक्नुहुन्छ। रेकर्ड पनि गर्न सक्नुहुन्छ, इफेक्ट पनि राख्न सक्नुहुन्छ। तपाईले म्युजिक यहाँबाट राख्नु होला पक्कै पनि है। अब यहाँ रहेको छ अर्को, यहाँ देख्न सक्नुहुन्छ ट्याप टु एड सबटाइटल, यसमा टच गर्नु होला। सबटाइटल पनि थप्न सक्नुहुन्छ। यहाँ चाहिँ टेक्स्ट टच गर्नु होला र कुन स्टाइल तपाईले चाहनुहुन्छ त्यो यहाँबाट यसरी गरेर तपाईले अब देख्न सक्नुहुन्छ यो यहाँ लेख्न सक्नुहुन्छ है। सबटाइटल एड गर्न सक्नुहुन्छ है। अब सबटाइटललाई तपाईले कहाँ राख्ने त, बीचमा राख्ने कि यहाँ राख्ने कि जहाँ तपाईको इच्छा हुन्छ त्यहाँ राख्ने। सबटाइटल तपाईले यहाँ थप्दै जानु होला। ओके, यसरी। त्यसपछि अर्को रहेको छ टु एड द स्टिकर या PIP। यसको माथि तपाईले कुनै स्टिकर या लोगो राख्न चाहनुहुन्छ भने यो यसमा टच गर्नु होला र यहाँ फोटोमा जानु होला। अब तपाईले कुनै लोगो सोगो छ भने छान्नु होला है। अहिले म यसलाई क्लोज गरिदिन्छु। फेरि एकचोटि टच गर्छु र यहाँ स्टिकर पनि दिएको छ एप भित्रै, यसमा टच गरेर तपाईले यहाँ स्टिकर छान्न सक्नुहुन्छ। आफ्नो भिडियो भित्र कुनै स्टिकर राख्न सक्नुहुन्छ।
यहाँ चाहिँ एलिमेन्ट रहेको छ साथीहरु, कुनै एलिमेन्ट तपाईले लिन सक्नुहुन्छ, थुप्रो छ एलिमेन्ट। भनौं तपाईले युट्युबकै कुनै लोगो राख्न चाहनुहुन्छ भने स्टिकर, इम्पोर्टमा जानुहुन्छ भने यहाँ पनि के छ कि हेरौं है, यहाँ इम्पोर्ट गर्न सक्नुहुन्छ। तपाईले आफ्नो प्लस गर्नु होला र मोबाइलबाट इम्पोर्ट गर्नु होला। त्यस्तै यहाँ छ तपाईको फेभरेटमा राख्न सक्नुहुन्छ। एलिमेन्टमा गएर तपाईले अब जस्तै टिकटकको छ भने टिकटकको लोगो राख्न चाहनुहुन्छ भने, अथवा अरु कुनै लोगोहरु छ, यहाँ धेरै छ। भ्यू मोर गर्दाखेरि अझ पनि आउँछ धेरै, देख्न सक्नुहुन्छ। सब्स्क्राइब बटन राख्न चाहनुहुन्छ भने यसरी तपाईले यहाँ आइसकेको छ। अब यहाँ चाहिँ म टच गर्छु र यसलाई तल गरेर देख्न सक्नुहुन्छ। यो यहाँबाट हटाउन पनि सक्नुहुन्छ है। अब यो सब्स्क्राइब बटन छ, यो सब्स्क्राइब बटनलाई तपाईले आफ्नो इच्छा अनुसारले मिलाउन सक्नुहुन्छ। जस्तै मानौ यहाँ राखे मैले है सब्स्क्राइब बटन है। यसरी तपाईले अझ पनि तपाईले पीआईपी एड गर्न सक्नुहुन्छ है। तर म यो चाहन्छु अलि लामो होस् भने पुरै भिडियो देखाओस्। यहाँ मैले लङ गर्दिए, पुरै भिडियोमा देखाउँछ है, भिडियोको अन्तसम्म, सुरुदेखि अन्तसम्म देखाउँछ है। अब तपाईले यहाँ धेरै फंक्सन साथीहरु हैन तपाईले प्रयोग गर्न सक्नुहुन्छ। यो तपाईले क्लिप यसरी राख्ने हैन, तपाईले पीआईपी यसरी राख्ने, सब्स्क्राइबले यसरी गर्ने र तपाईले म्युजिक एड गर्न सक्नुहुन्छ यहाँबाट है। अब तपाईले चाहनुहुन्छ भने यहाँ फिल्टर रहेको छ। तपाईले आफ्नो भिडियोको लागि फिल्टर यहाँबाट टच गर्नु होला। एकदमै फ्री एप्लिकेसन रहेको छ VN। तपाईले आफ्नो मोबाइलमा प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ। फिल्टर यहाँ हेर्नुस् है। जस्तै यो फिल्टर राख्दाखेरि अलिकति व्हाइट भयो नि त, फेसमा ग्लो आयो नि है। पहिले यो थियो है, यो राख्दाखेरि अलि ग्लो आयो। तपाईले जुन फिल्टर मन पर्छ त्यो फिल्टर तपाईले युज गर्न सक्नुहुन्छ हैन, देख्न सक्नुहुन्छ। यो पनि तर नर्मल नै ठीक थियो मलाई लाग्छ। तपाईले आफ्नो इच्छा अनुसारले गर्नु होला हैन, यो नेचुरल नै ठीक छ। र तपाईले चाहनुहुन्छ भने एप्लाई टु ऑल, तपाईकोमा कतिवटा क्लिप छ त सबै क्लिपमा यो एप्लाई हुन्छ। एप्लाई टु ऑल गर्नुस्। सिंगलमा गर्नुहुन्छ भने यहाँ ओके गरिदिनुस् है, म गर्दिन। अब यहाँ त्यसै ट्रिम रहेको छ, यसरी यहाँ ट्रिम पनि गर्न सक्नुहुन्छ। हेर्नुस् है 10 कति सेकेन्डको छ, कहाँ ट्रिम गर्ने त त्यो अनुसारले तपाईले राखेर यहाँ अझ पनि टाइमहरु दिएको छ, तपाईले सेट गर्न सक्नुहुन्छ है। र इफेक्ट्स रहेको छ, इफेक्टमा टच गर्नु होला। हेर्न सक्नुहुन्छ विभिन्न प्रकारको इफेक्ट्सहरु रहेको छ फ्रीमा। तपाईले कुनै पेमेन्ट गर्नु पर्दैन। यो VN एपमा सबै फ्रीमा पाउनुहुन्छ, सबै युज गर्न सक्नुहुन्छ। यहाँ हेर्नुस् है, आफ्नो युज गर्नु होला तपाईले है। त्यसपछि यहाँ स्पिडको त बुझिसक्नु भएको छ, स्पिड पनि दिएको छ। तपाईले अब यो स्पिड कति राख्नुहुन्छ त्यो अनुसारले यी कर्भ देखाइएको छ, मोन्टेज देखाइएको छ, हिरो टाइम देखाइएको छ, कस्टम देखाइएको छ। बुलेट म गर्दिन, यो तपाईले गर्नु होला। भोल्युम रहेको छ, त्यसपछि फेड गर्न सक्नुहुन्छ यहाँबाट तपाईले हैन, फेड इन फेड आउट गर्न सक्नुहुन्छ, म गर्दिन। अब त्यस्तै गर्न अर्को पनि छ क्रोप, यहाँबाट टच गरेपछि तपाईले क्रोप गर्न सक्नुहुन्छ हैन। तपाईले चाहनुहुन्छ ठीक छ म यति क्रोप गर्छु भने यति तपाईले क्रोप गर्न सक्नुहुन्छ हैन। आफ्नो इच्छा अनुसारले तपाईले भिडियोलाई क्रोप गर्न सक्नुहुन्छ है। यसरी देख्न सक्नुहुन्छ। अब कताबाट क्रोप गर्ने त है, त्यो गर्न सक्नुहुन्छ, मिलाउनु होला। र त्यति मात्र हैन, यहाँ साइज पनि दिएको छ, कुन साइजमा गर्ने त है। जस्तै यो 9:16, यो त टिकटकको साइज नै हो है, युट्युबको पोर्ट्रेट साइज हैन, यसरी रहेको छ, देख्न सक्नुहुन्छ। त्यसपछि यहाँ धेरै कुराहरु छ, रोटेट गर्न सक्नुहुन्छ है, फर्काउन सक्नुहुन्छ। हेर्नुस् यसरी रोटेट गर्न सक्नुहुन्छ, आफ्नो इमेजलाई मिरर गर्न सक्नुहुन्छ है, देख्न सक्नुहुन्छ। फ्लिप गर्न सक्नुहुन्छ, फ्लिप यसरी हैन। त्यसपछि यहाँ फिल रहेको छ, यो फिलको प्रयोग पनि तपाईले गर्न सक्नुहुन्छ। त्यसपछि रिमूभ ब्याकग्राउन्ड हैन, देख्न सक्नुहुन्छ है। यहाँबाट ब्याकग्राउन्ड थप्न पनि सक्नुहुन्छ है, इमेजमा चाहिँ गएर देख्न सक्नुहुन्छ। इमेजमा ब्याकग्राउन्ड पनि थप्न सक्नुहुन्छ तपाईले है। र यहाँ अरु थुप्रो कुरा, ब्लुर गर्न सक्नुहुन्छ, ओपासिटी युज गर्न सक्नुहुन्छ, जुम गर्न सक्नुहुन्छ है। यहाँबाट तपाईले देख्न सक्नुहुन्छ है, जुम गर्न सक्नुहुन्छ। यहाँबाट सबै कुराहरु दिएको छ। त्यस्तै एक्सट्र्याक्ट यहाँ अडियो छ है, अटो क्याप्सन छ, अटो क्याप्सनलाई तपाईले युज गर्न सक्नुहुन्छ है। म्युजिक छ, म्याग्निफायर छ, रिजर्भ उल्टो तपाईले भिडियोलाई प्ले गराउन सक्नुहुन्छ हैन। फ्रिज छ है, थुप्रो छ। यो एकदम फ्री एप्लिकेसन हो, धेरै राम्रो रहेको छ VN एप, तपाईले प्रयोग गर्नु होला। र आफ्नो भिडियो एडिट गरेर तपाईले युट्युबको लागि शॉर्ट बनाउन सक्नुहुन्छ, अथवा फेसबुकको लागि रिल बनाउन सक्नुहुन्छ, इन्स्टाग्रामको लागि पनि धेरै राम्रो। सबै कुरा एडिटिङ सकिसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यो साइज यो देख्न सक्नुहुन्छ। यहाँ टच गर्नु होला भने यहाँ कुन साइजमा गर्ने त 9:16 गर्ने, ओके गरिदिने हुन्छ है। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ, यसमा टच गर्नु आइकनमा, र आइकनमा टच गरिसकेपछि तपाईले अब यहाँ देख्न सक्नुहुन्छ
रेजुलेसन कति त 1080 एकदम राम्रो रहेको छ है। रिल्सको र शॉर्ट्सको यो साइज हो र यो चाहिँ FPS चाहिँ 30 राख्नु होला र यसरी एक्सपोर्ट गर्ने होला साथीहरु। यो मजाले एक्सपोर्ट हुन्छ है, मजाले एक्सपोर्ट हुन्छ देख्न सक्नुहुन्छ। साथीहरु यो भिडियो कस्तो लाग्यो तपाईलाई कमेन्टमा लेख्नु होला, भिडियोलाई लाइक शेयर गर्नु होला र यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने पक्कै पनि सब्स्क्राइब गरेर हामीलाई सपोर्ट गर्नु होला भन्दै आजको यो भिडियोबाट म बिदा लिन चाहन्छु। थ्यांक यू सो मच।